जनकपुर धाम त्रेता युगको त्यो पवित्र साक्षी जहाँ भगवान श्री रामले शिवको दिव्य पिनाक धनुष भाँचेर इतिहास रच्नु भएको थियो। नेपालको मधेस प्रदेशमा अवस्थित यो पावन नगरी प्राचीन मिथिला राज्यको गौरवशाली राजधानी हो। धार्मिक इतिहास अनुसार राजा जनकले हलो जोत्ने क्रममा यही पवित्र भूमिमा माता सीता फेला पार्नु भएको थियो। यहाँको मुख्य पहिचान भव्य जानकी मन्दिर हो, जुन सन् 1910 मा टिकमगढकी महारानीले 9 लाख चाँदीका सिक्का खर्चेर निर्माण गराउनु भएको थियो। त्यसैले यसलाई श्रद्धाका साथ नौलाखा मन्दिर भनिन्छ, जुन मुगल र दुर्लभ कोइरी वास्तुकलाको बेजोड नमुना हो। मन्दिर मात्र होइन, शहरका भित्ता-भित्तामा कोरिएका जीवन्त मिथिला कला, पवित्र गंगासागर तलाउ र वर्षौंदेखि गुन्जिरहेको अखण्ड राम नाम संकीर्तनले जनकपुर धामलाई केवल एउटा धार्मिक स्थल होइन, नेपालको जीवित सांस्कृतिक इतिहास बनाएको छ। आज पनि लाखौं श्रद्धालु इतिहास, संस्कृति र भक्तिको यो अद्भुत संगम हेर्न यहाँ पुग्नुहुन्छ। जय सिया राम।